सिस्टर हेलो गाइस आज हामी फाइनल म्याच हेर्न आइरहेको छौँ फुटबलको हैन सिस्टर आज चाहिँ यति दिन नआएको तर फाइनलमा हामी आयौँ अनि लेडिजमा हाम्रो भोजपुरले जित्यो हैन सिस्टर मेरो जिल्लाले जित्यो है दिदी हाम्रो गाउँले जित्यो भोजपुरले कस्तो छ रे सिस्टर एकदमै राम्रो छ गाइजहरु राम्रो छ मान्छे त कति हो कम त कहाँ छु तिमी यहाँ हेर मैले हात उठाएको छु देख्यौ के बोल्नु अरु त के हुनु रमाइलो भयो म फर्स्ट टाइम आएको हो म कस्तो फर्स्ट टाइम हो आज सेकेन्ड हेरेको मैले म्याच हाम्रो लालीगुराँस यहाँको कर्मचारीहरु कमेन्ट आएको रहेछ अस्ति सिस्टरकोमा मैले देखिरहेको कसले गरेछ त्यस्तो कमेन्ट त्यही त कमेन्ट सिस्टरकोमा कमेन्ट आएको थियो मन पराइदिनु भएकोमा भिडियोहरु मन पराइदिनु भयो भने अझै हामी धेरै धेरै भिडियो हाल्ने छौं हैन चित्र खिच्दिनु भनेर गर्नु भएको गरेको नि मैले त्यस्तो बिचारा तपाईले फोटो खिच्नु मन छ मन छ नि सिस्टर मलाई पनि भाइरल हुनु मन छ यताको प्लेयरहरु सब उताको प्लेयरहरुको छैन सबको ए भगवान की ज्याकेट चाहिँ किन लाउनु हुनु मन छ रे भाइरलै हुँदैन हैन दिदी त भाइरल हुनुहुन्छ अझै अब दिदीले किनकि दिदीको कन्टिन्यू छ नि त ट्विटरमा हुने त्यस्तोहरु हुने हो के हामी कहिले पनि लाउने त नो यो त नि भाइरल हुनलाई यो त युट्युबमा जान्छ नि अब ए हैन टिकटकको कुरा गरेको मैले चाहिँ हो अब हाम्रो बोइजहरुको गेम स्टार्ट हुन आँटेको छ त्यसको लागि यहाँ स्टार्टिङमा महिलाहरुलाई अगाडि सार्दैछ त्यतिखेर नै घसी नाच्ने महिलाहरुलाई सार्दैछ यहाँ ब्याक क्यामेरा यहाँ गेम स्टार्ट हुन्छ 50 रुपैयाँ अन्ली हामीसँग त्यस्तो बजेट एकदम च्याप्पी भएको छ हामीसँग पैसा छैन हामी कस्तो च्याप घाटी सुकेको च्याप थियो रे अस्तिको जस्तो घाटी समात्नु हामीसँग बास यो त्यो पनि कहाँबाट दिमागमा आएछ सिस्टर घाटीमा समातेर हो बजेट 50 रुपैयाँ मात्र छ यसको के खाने होला यसो आइडिया पाम खै बदाम भन्ने भोट आयो धेरै चाहिँ अब यसो यस्तो बनाएर सुल्पा बनाउन आँटेको बजेट लो बजेट हैन त रुपैयाँ प्राप्त भएको छ त्यस्तै गरी को त अनि सानो छ त अनि प्रेम पराइली एकबार सुल्पामा के डिफरेन्स छ प्रेम पराइलीबाट 2005 रुपैयाँ प्रयोग गर्नुभएको छ कस्तो अनलाइन पेमेन्ट तर नि अनलाइन अब अनलाइनबाट गर्ने भयो गाइज अब हामी यहाँ 150 रुपैयाँ तर हाम्रो यहाँ ठाउँ त रोक्छ खाने हेरौँ न हाम्रो सिट देखाइदिनु न यस्तै सहयोगको रोक्नु पर्यो नि त्यो त ए बिजोक छ बिजोक कसै हेरौ न एलिस नाउती जर्सी नम्बर 12 जर्सी नम्बर 16 खाजा पाती तेरिका जुम भएर भएन हौ बजेट कति हो बजेट 100 को 50 रुपैयाँ हामीले ऋण लियौँ कोलाई ऋण लियौँ मान्छेलाई एउटा मान्छेलाई त्यहाँ मासु पसले भाइरहेछ नि हामी त्यहाँ चिन्तन गरेछौँ नि त मासु पसले खान्छौँ एउटा मान्छे सबैसम्म त ठोके को चिप्टी खेल्ने चाहिँ फेरि दिदी केमा राख्नु नि यो खाजा खानु पर्थ्यो नि कहाँ अनि नभए त यो त तिनीहरूलाई पनि दिनु पर्यो नि मैले पो मलाई पो के भएर लडेकी नखेल्नु हामी चाहिँ यहाँबाट किन आऊ खाजा है खाजा रबिन तिनीहरूलाई के कुटिदेऊ त त्यहाँ टिपुन बहिनीहरू आउनु बटम गेम सुरु भइसकिसकेछ होइन हाम्रो त यहाँ पछाडि छैन नि त मान्छे हामी उब्दा के हेर्ने पटम हाल्दा
अब यो इटाली भर्सेस कहाँको हो इटाली भर्सेस धर्मदेवी धर्मदेवी भनेको सङ्घसभा सङ्घसभा भर्सेस इटाली सुनचरी इटाली भर्सेस धर्मदेवी सङ्घसभा गेम भइरहेको धर्म नै धर्म धर्मदेवी म त धर्मदेवी जस्तो लाग्छ के भयो त ब्लगमा बनाउन खाऊ ब्लगै बनाउनु पर्ने छ हैन रुम भएको छ दिदी बसेर बदाम खाँदै अनि दृश्यको आनन्द लिँदै वाह वाह एक गेमको आनन्द लिँदै ठिक छ तपाईँलाई धेरै भोक लागेको थियो हैन तिमीले यसो हेर्दा भोक चाहिँ साह्रै लाग्छ कि भुँडी ठुलो छ नि त मेरो भुँडी कति ठुलो छ इटालीले पेलेरै सघाउँछ आज हेर्नु न उहाँहरू तल बस्नुहुन्छ त्यो मेडिकल टिममा बिचरा उठिसक्यो अरे कति चाहिन्छ हौ अझै त्यो खाँदै गर्नु मेडिकलको सर जिम्मा दिएर आउँदैछ नि त के छ नि हो यो चाहिँ उसमा खेल्छ अरे क्या अटक्नु त्यहाँ तल जाँदैछ नि अम्बो कति नम्बर हो 3 नम्बर नि आज इटालीको उसबाट आएको रहेछ क्या अहिले खुल्ला हो नि त जे भए पनि अनि अस्ति इन्डियाको ऊ पनि लिएको थियो क्या इन्डियन केटी लिएको थियो नै हो ऊहरूले झापाहरूले लिएको थियो हिन्दी मात्र बोल्थ्यो यहाँ माथिबाट बसन्थ्यौ भनेर कराउँदै बसन्थ्यौ हजुर तर के झापा गर्मी त बसेर हेर्न सक्दैन नि त्यहाँ गर्मी धेरै हुन्छ म के थाहा बे गरेर झारै बस्छु होला त अनि समाइको नि समाइको दुडे होइछ न एउटा खुट्टा छैन नि त बिचरा तपाईहरुकोमा हो उताको एकन हामी दुडे गरे मलाई यो सरी घरभित्र बस्छ कि बाहिर बस्ने हो त्यतिकै औँला बोकेर हिँड्थ्यो अरे त्यतिकै पिएर झर्यो अनि त्यतिकै पाल्यो बिचरा है दुःखको कुरा मेरो खान मन लागेको थियो ल्याउनु थियो नि तैँले चटपटी खानु मन पर्छ कस्तो खानै मन लागेन क्या मलाई त्यो यो आयो क्या टेस्टको बासा आयो क्या मलाई चाहिँ ताजा वाला खोर्सानी मन पर्छ क्या पिरो थियो सिसा त्यो खोर्सानी हाल्दा त्यो पिरो थिएन कि हिजो अमिलो लास्टमा हालिदिनु भएको थियो साह्रै अमिलो के खोर्सानी 05 बाट चाहिँ गर्नु भिडियो राम्रो रहेछ नि हो यता हेर्नु ल कति राम्रो छ सबै आयो नि त भएन कहाँ अहिले हुन्छ केटीहरू उनीहरू चाहिँ हो क्या प्लेयरहरू जाडोको हुन थाल्यो मलाई त यो 05 भने बार बचिरहेछन् बार बचिरहेछन् ए भ्लग बनाउनु भएको ब्लग बगाएको छ नि थाहा थिएन तपाईहरुलाई ब्लग बनाएको भर्खर थाहा पाउनु हुँदै रहेछ अघिदेखि म भ्लग गर्दै थिएँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो धर्मदेवी भर्सेस इटाली ओ सेट खत्तम भयो फर्स्ट टाइम हेरेको थिएँ लास्ट म्याच पनि हेर्न आइएछ कहाँनिर हजुर हामी गोविन्द सर म ईश्वर भाइ यहाँ तपाईँलाई हेर्दैछौँ खै देखिन ग्राउन्डको ऊबाट छ पुरा हामी तपाईँ कहाँ हो ए ल थोरै मान्छे आएको छैन बाफ्रे बाफ यो हो नि त नि फाइनल इटालीको 1 गोल भएको छ के बोल्लाई पेनाल्टी लानु खोज्छ खेल्दैन होला कि अडियन्सहरूले सरकारले झन्डै फाइट पर्यो नि यहाँ खेल्दैन फाइट
त्यो झगडा पनि हुन्छ नि त हो यो अलिक अनुशासन भएन है खेलाडीको फाइट हो ओइ के भएको ओइ के रेफ्रीलाई कुट्नु खोज्यो कि त यही तर यो खोर होइन रड्डी रहेछ इज्जत गर्नु अरे त्यो हात हातले लाग्छ जस्तो खेल्नु यस्तो थियो नि त मजा त होइन तर अघि ह्यान्ड पनि भएको थियो नि होइन यो त राम्रो भएन यो त यसरी त आफै कस्तो तिरिमिरी भइरहेको छ सला मेरो त तिरितिरी छ अनि बादल लाग्यो क्या त्यहाँको हान्यो मजा मजा गर्दैछ रेफ्रीले हान्यो त्यो हेरि कफले पीछे मुझे बता जाम न हौ भिडियो बनाउन हो एकछिन के हो मरि लानु के छ र पुरस्कार चाहिँ कहिले दिने रहेछ पुरस्कार दिँदा समेत बस्नु पर्छ बस्नु पर्ने हो बस्नुदाखेरि ए माया दिदी कहाँ सबै मान्छे आइँदैछ यो अन्तिमसम्मको हो नि त सिस्टर होइन गाडीहरू हराएर दिदी कहाँ बस्नु भएको थियो यहाँ छेउमा छुट्टी हो हामीले अघि देख्नुभयो सीता दिदी कता पेपर त सीता दिदी हामीलाई पेल्नु पाउँदैन एरियामा बस्नुभएको थियो हामी यतापट्टि तपाईँलाई अगाडि भने यसरी हल्लाको त कति धेरै आएको रहेछ भनेको यहाँबाट उनीहरूको उयसमा खायो होइन तिनजना मलाई त दिँदैनन् हामी कता जाने हो गाइजहरू हाम्रो चाहिँ आज म्याच यस्तै भएको छ यहाँ हाम्रो सीता दिदी हुनुहुन्छ सीता दिदीलाई चाहिँ एकदम रिस उठेको छ अरे घरमा देवीले हारेको हुनाले उहाँ डम्बर अङ्कल कुद्नु हुँदैछ अगाडि दिदीलाई धेरै एकदम मनदेखि दिदीलाई एकदम नराम्रो लागिरहेछ अरे होइन हाम्रो सुशीला सिस्टरलाई पनि त्यस्तै भन्नुहुँदैछ मलाई चाहिँ खुसी छ इटलीको झापु हान्दैछ नि त नि अघि त्यो एकचोटि त धर्म देवीको लागि पड्काइदिएछ नि झापु पनि हानेछ आज होइन डम्बर अङ्कल हुनुहुन्छ यहाँ अनि यस्तो छ लुसिसो बनाउनु अब यो घुइँचोमा होइन तिर खिच्नुपर्छ यस्तो भिड छैन उ त्यहाँनिर जेसीबी पनि अलिक बिचैमा भइरहेको छ ए भइरहेको रहेछ घरहरू हेर्नु कस्तो राम्रो छ गाई फुलहरू पनि कति राम्रो छ उयो यो चाहिँ गर्नु है कुन चाहिँ हो यो यसो माथि उठाएर गर्नु यो चाहिँ ठिक छ भाइरल हुने सङ्केतहरू सङ्केत पाउनु हुँदैछ सीता दिदीले त सङ्केत पाउनु हुँदैछ अनि मान्छे कति धेरै हेर्नु छ यहाँ सडकमा एउटा पाइला हेर्नु साथीहरू सडकमा पाइला राखेको छैन जनताले पाउने सुविधा यही हो कर तिरेको पैसाले यो हो नि त राख्ने उयो छैन बोल्नुहोस् अझै किन अब हामी चाहिँ हस्पिटल जाँदैछौँ भिड चाहिँ मान्छे यहाँ कति धेरै थियो नि सर आज
सानो ठाउँमा धेरै मान्छे आयो आज ठुलो ठाउँ भए यति धेरै मस्त त हुँदैन थियो होला सानो ए अप्पु भएछ सर बोल्नु हुँदाखेरि आउनु ब्लगमा आउनु न कस्तो राम्रो देख्नु ए तपाईँ भाइ ब्लगमा गल्ती गरौँ जित्ने रहेछ कि खेल्नु अलिक लाग्ने थियो के हो बाबाई हो दुखेर भ्लग बनाउनेहरूलाई चाहिँ सानो भिडियो हुँदैन त्यो पनि रङ साइड हिँडेछ हिँड्नु है छिटो पनि माथि जानुहुन्छ होइन सीता दिदीलाई पर्खिने हो र सीता दिदी पर्खिनु भनेर यदि सारा गएर जानु उहाँ त निचे जानुहुन्छ हामी तल जाने कहाँ त्यसरी होइन तिम्रो सबैलाई मनपर्छ है जामा आयो कि आइ त यही त हुने हो छैन नि म त यहाँ आएको थिइनँ नि आजै आएको म एक्लै पो आएको त माथि गिराउनमा आएँ अनि कोही साथी भेट्नु भएन अनि मेरो साथीहरू त भेटिनँ एउटा लडेर उयो हाम्रो के अरे यो कुद्दै जानुभयो अनि तिनीहरूको ग्रुप कहाँ छ म त गयो डम्मदै मनिषा दिदी म यहाँ डेरीमा छैन डेरीमा एकछिन छिरौँ न ल अघि लानु पर्यो नि सिस्टर होइन अघि राखिदिनु भनेको थिएँ सर यहाँ सिस्टर राख्न लाउनु भएको रहेछ दिदी ला हो र भोलि राखिदिनु ल ए राखिदिनु भएको छ अरे सर के पार्कमा चाहिँ बलिरहेको रहेछ आज बत्ती कहाँबाट बाल्नुभयो उता भोजपुरले लगाऊ भोजपुर खुसी हुनुहुन्छ खुसी किन नहुने है गिटारी केटाको चाहिँ के कुरा हो यहाँ चाहिँ हामी यहाँ लालिगासमा लालिगास खसी आयो खसी मेरो छ अनि खसी आउँछ च्याप